भन्छन् बाचुन्जेल तेरो र मेरो मरेपछि ढुङ्गाको चौघेरो। एकदम चिन्ता लाग्यो बालाई के सहयोग गरौँ भनेर घरमा पनि सल्लाह गरेँ। त्यसपछिबाट आज शनिबार पारेर आएको छु। सहयोग गर्नलाई धन होइन हजुर, मन चाहिन्छ, मन। म धनी भएर मैले सहयोग गरेको होइन बालाई। यदि मैले धन थियो भने त मेरो बालाई म धेरै नै सहयोग गर्थेँ। म एउटा चाहिँ कुटी नै बनाएर राखिदिन्थेँ, तर मसँग धन छैन, तैपनि मन छ, जति सकेको त्यति गरेँ। बालाई चाहिँ खुसी पारेर आउने कोसिस गर्दैछौँ, साथीहरू लिएर जाँदैछु म। कस्तो कति कठिनसँग बस्नुभएको छ बा। यो झुप्रो सानो बाख्राको खोरमा बाले कसरी जिन्दगी काट्नु भएको होला। हामीलाई देख्दा पनि अचम्म लाग्छ बाको हालत हेर्नु त। यहाँ बा नमस्कार। खाना खानुभयो त बाले? अस्ति आएको थिएँ कुटीमा, बाको कुटीमा। बाको यो बिजोग देख्न नसकेर म शनिबार आउँछु भनेर ठानेको थिएँ। आज आएको छु। बाको यो फोहोरहरू साह्रै, यो फोहोरहरू देख्न नसकेर यो भिडियोलाई सक्दो सेयर गर्नु होला सबैजनाले, किनभने बा धेरै दुःखमा हुनुहुन्छ। बाले भनेको ठाउँमा खाना पाउनुहुन्न भयो होला साथीहरूले। म झोलुङ्गे पुलमा हावा खाना आएको थिएँ, त्यसै अवस्थामा पानी पर्यो। पानी परेपछि कहाँ लुकौँ त भनेर हेरेको, सानो झुपडी देखेँ, त्यो झुपडीमा लुक्न गएको। त्यहाँ बा धेरै एकदमै गाह्रोसँग बस्नुभएको रहेछ। त्यो बाको हालत देखेर मलाई साह्रै चिन्ता लाग्यो र बाले के खानुभयो त भनेर सोधेको थिएँ। बाले मैले केही पनि खाएको छुइनँ नानी, म भोकै छु भन्नुभयो। त्यो भन्दाखेरि मेरो मन साह्रै दुख्यो। बालाई के खुवाउने होला। मसँग खल्तीमा पैसा पनि थिएन, जम्मा 100 रुपियाँ रहेछ। साथी दाइसँग मैले 100 रुपियाँ अर्को मागेर 200 रुपियाँ बालाई हातमा राखिदिएर म त्यहाँबाट फर्केँ। तर मलाई बेलुका घरमा आएर पनि हेर्नुहोस् त साथीहरू, बाको हालत, बाको जिउमा छाला र हड्डी भन्दा केही पनि छैन। जति रमाए पनि मरेर लाने केही पनि छैन साथी। आज मरे भोलि 2 दिन हुन्छ। बाचुन्जेल एक पेट खाउन, एक सरो लाउन भन्ने अवस्था पनि छैन बाको। त्यसैले हामीले गर्दा बालाई 2-4 दिन भए पनि केही खुसी मिल्छ, केही राहत मिल्छ भनेर हामी बालाई सहयोग गर्न भनेर आएको थियौँ। भन्छन् बाचुन्जेल तेरो र मेरो मरेपछि ढुङ्गाको चौघेरो। जिन्दगी पनि त्यस्तै हो। बाचुन्जेल तेरो र मेरो गऱ्यो, एक दिन मरेर पिलिक्क गइन्छ र खोलामा ल्याएर जलाइन्छ। बाचुन्जेल आफू पनि खुसी हुँ र अरूलाई पनि खुसी बनाउन भन्ने सोच सबैमा होस् भन्न चाहन्छु। यो एउटा भेस्ट चाहिँ न्यू अनु फेसन हाउसबाट पठाउनु भएको छ। मेरो तर्फबाट पनि उहाँलाई सहयोग हुन्छ लगिदिनु भनेर पठाउनु भएको छ।